नमस्कार सम्पूर्ण बीकिपिङ गर्नुहुने मित्र साथीहरुमा आज विश्व मौरी दिवस वर्ल्ड हनीबी डेको सु अवसरमा सम्पूर्ण मेरो बीकिपिङ गर्नुहुने मित्र साथीहरुलाई हार्दिक मंगलमय शुभकामना। आउनुहोस् साथीहरु, आजदेखि मौरी चेक गर्ने काम हुँदैछ है। अब हार्भेस्टिङ नजदिक आइसकिसकेको छ। के कस्तो रहेछ त म तपाईहरुलाई देखाउँदैछु त। भन्नुहोस् है साथीहरु, तपाईहरुकोपट्टि के कस्तो छ है। आजदेखि चाहिँ म मौरी चेक गर्न लाग्यो है त। यो बक्सा चाहिँ अब चेक गर्ने हो भन्नुहोस् है। यसमा चाहिँ यसलाई चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। छेउको फ्रेम तपाईहरुलाई देखाइदिउँ है। ल हेर्नुहोस् है, नेक्टर आइसकिसकेको छ है त। सिल्ड हुन थालिसकेछ, कसैमा कम्ती छ है। ल हेर्नुहोस्, छेउबाट यो डल्लै हनी सिल्ड भइसकेको छ है त। यहाँ हेर्नुहोस् है, यहाँ 2-3 वटामा चाहिँ एग्लिङ हिर्काइदिएको छ। त्यसले गर्दा चाहिँ यसलाई म इन्टरचेन्ज गरिदिउँ भनेर है। यसमा चाहिँ ब्रुड हान्दियो। यति बेला चाहिँ एकदम करेक्ट टाइमिङ छ हेर्ने। ठिक्कैको गरम पनि हैन, जाडो पनि हैन, एकदम दामी छ। यहाँ लगभग आधा केजी छ है त। यो दुईटामा चाहिँ ब्रुड हान्दिएको चाहिँ यो दुईटालाई चाहिँ म यहाँ आउट गरिदिएँ है त। यहाँ ठिकै छ है। र अब मिलाउँदाखेरि चाहिँ के गर्नुपर्छ भनेदेखि तपाईको फुल ब्रुड हनी भइसकेको, सिल्ड गरिसकेकोलाई चाहिँ यता साइडमा ल्याउनु पर्ने हुन्छ है। यस्तो किसिमले है। यहाँनिर चाहिँ मैले दुईटा रेजर फ्रेम ल्याइसकेको छु साथीहरु। यसरी राख्नुपर्ने हुन्छ यो चाहिँ है। यहाँनिर दुईटा चाहिँ दिनुपर्ने हुन्छ है त। यसमा चाहिँ आधी मात्रै छ है त फ्रेम साथीहरु। यहाँ हेर्नुहोस् है। अब चाहिँ यसलाई माथिल्लोमा सुरु गरे कि गरेको छैन है। भर्खर आउँदैछ साथीहरु। भर्खर नेक्टर आउँदैछ यसमा चाहिँ। यो दुईटालाई चाहिँ सेन्टरमा राखिदिनु पर्ने हुन्छ है। यो ब्रुड भएकोलाई चाहिँ यस्तो किसिमले राखिदिनु पर्ने हुन्छ।
बिचमा चाहिँ होल राखिदिनु पर्ने हुन्छ साथीहरू, नभए एकदमै बेसी अब चाहिँ गर्मी लागिसकेको छ र गुम्सिन्छ है त। ल ल यसको भयो खेला शेष। ल हवस् त साथीहरू, कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् के कस्तो छ तपाईँहरूकोपट्टि भन्नुहोस् है त। हवस् त, धन्यवाद।